आजभन्दा करिब 120 वर्ष अघि नेपालमा न टेलिभिजन थियो न इन्टरनेट। मानिसहरूको मनोरञ्जन भनेको मेलापात, लोकगीत, नाच, नाटक र धार्मिक कार्यक्रमहरू मात्रै थिए। त्यसै बेला संसारमा एउटा नयाँ जादु जन्मियो, चल्ने तस्बिर। एक यस्तो आविष्कार जसले संसार बदलिदियो। त्यो जादुलाई आज हामी सिनेमा भन्छौँ, जसको बारेमा मैले बनाएको चलचित्रको सुरुवात र विकास भिडियो हेर्न सक्नुहुन्छ। त्यसैको निरन्तरता स्वरूप आज नेपालमा चलचित्र कहिले आयो, पहिलो चलचित्र कसले देखायो, किन नेपालले आफ्नो पहिलो फिल्म बनाउन विश्वका धेरै देशभन्दा निकै ढिला गर्यो, किन पहिलो नेपाली चलचित्र सरकार आफैले बनायो र किन आमा चलचित्र आज पनि नेपाली सिनेमाको इतिहासमा एउटा अमर नाम बनेको छ। आज हामी जान्नेछौँ नेपाली सिनेमाका आरोह अवरोह। यो भिडियो निकै लामो हुने भएकोले यसलाई दुई भागमा प्रस्तुत गर्दैछु, किनकि यसले हाम्रो संस्कृति र कलाको कथा भन्दैछ। सन् 1895 मा फ्रान्सका दुई दाजुभाइ अगस्टे लुमियर र लुई लुमियरले संसारकै पहिलो सार्वजनिक चलचित्र प्रदर्शन गरे। त्यो समय नेपाल भने राणा शासनको कठोर शासन सत्तामा जकडिएको थियो। देश बाहिरी संसारबाट लगभग अलग थियो। विदेशी प्रविधि साधारण नागरिकसम्म पुग्न मुस्किल मात्र होइन, लगभग असम्भव जस्तै थियो। चलचित्र हेर्न त परको कुरा, नेपालका अधिकांश नागरिकले क्यामेरा पनि देखेका थिएनन्। त्यसैले चलचित्र नेपालमा निकै ढिलो सुरु भयो। त्यो समय भारतको कोलकाता र पछि मुम्बई चलचित्र उद्योग तीव्र रूपमा बढिरहेको थियो। 20औं शताब्दीको प्रारम्भिक दशकहरूमा विदेशी चलचित्रहरू विशेष प्रदर्शनका रूपमा नेपालमा ल्याइए। यी प्रदर्शनहरू सार्वजनिक भन्दा पनि दरबार र उच्च वर्गका लागि सीमित थिए। भनिन्छ त्यो समय चलचित्र हेर्नु धनी मानिसहरूको सोख थियो। कसैले चलचित्र देखेको या हेरेको छ भने ऊ चर्चित हुन्थ्यो, किनभने अधिकांश मानिसले चलचित्र भनेको के हो भन्ने पनि सुनेका थिएन। काठमाडौँमा बिस्तारै चलचित्र प्रदर्शनका लागि हलहरू बन्न थाले। ती हलहरूमा मुख्य रूपमा हिन्दी र अङ्ग्रेजी चलचित्र देखाइन्थ्यो। नेपाली भाषामा कुनै चलचित्र थिएन। त्यसैले नेपाली दर्शक विदेशी चलचित्र हेरेरै रमाइरहेका थिए। त्यो समय भारतीय चलचित्र उद्योग अत्यन्त तीव्र गतिमा बढिरहेको थियो। बम्बई टकिज, प्रभात फिल्म कम्पनी र पछि आरके स्टुडियो जस्ता स्टुडियोहरूले दक्षिण एसियाली चलचित्र संस्कृतिमा गहिरो प्रभाव पारिरहेका थिए। नेपालमा भने आफ्नै चलचित्र उद्योगको कुनै संरचना थिएन। भारतले 1913 मै आफ्नो पहिलो चलचित्र राजा हरिश्चन्द्र बनाइसकेको थियो। जापान, चीन, अमेरिका र युरोपका धेरै देशहरूमा चलचित्र उद्योग विस्तार भइरहेको थियो। तर नेपाल किन पछि पर्यो? कारणहरू धेरै थिए। राणा शासन, जुन शासनकालमा मानिसहरू जम्मा भएर गफ गर्न पाउँदैनथे, त्यो शासनमा सिनेमा बनाउन र त्यसलाई दर्शकहरूका लागि प्रदर्शन गर्न लगभग असम्भव जस्तै हुन्थ्यो। चलचित्र बनाउन आवश्यक उपकरण थिएन, दक्ष जनशक्ति थिएन। चलचित्र बनाउने विषय एउटा जटिल प्राविधिक काम भएकोले उपकरणहरूको आवश्यकता र त्यसलाई सञ्चालन गर्न चाहिने सिपको अभाव मुख्य कारण मध्येको एक हो। चलचित्र छायाङ्कनका लागि न क्यामेरा थिए न निर्देशक, छायाङ्कन गर्ने मानिस थिएनन्, सम्पादन गर्ने प्राविधिक थिएनन्। यो प्रक्रिया जटिलका साथै महँगो पनि भएकोले लगानी गर्ने निर्माता पनि थिएनन्। 1951 पछि नेपालमा राजनीतिक परिवर्तन आयो। राणा शासनको अन्त्यसँगै देश बाहिरी संसारसँग बिस्तारै घोलमिल हुन थाले। रेडियो आयो, पत्र पत्रिका बढे, विद्यार्थी विदेश जान थाले, चलचित्रको चर्चा पनि बढ्न थाल्यो। राजा महेन्द्रको शासनकालमा राष्ट्रिय पहिचान, भाषा र संस्कृतिलाई प्रवर्धन गर्ने नीति अघि बढाइयो। त्यही सोचले नेपालले आफ्नै चलचित्र बनाउनु पर्ने आवश्यकता महसुस गर्यो। सरकारले एउटा ऐतिहासिक निर्णय गर्यो। अब नेपालले आफ्नै चलचित्र बनाउनेछ। चलचित्रको निर्माण तत्कालीन सरकारी सूचना विभाग मार्फत गरियो। यसको उद्देश्य केवल मनोरञ्जन दिनु मात्र होइन, राष्ट्रिय भावना, देशभक्ति
र सामाजिक सन्देश फैलाउनु पनि थियो। अनि सुरु भयो नेपालको आफ्नो आधिकारिक रूपमा बन्ने चलचित्र आमाको प्रक्रिया। अब प्रश्न थियो चलचित्र बनाउने कसले? त्यो समय नेपालमा अनुभवी चलचित्र निर्देशक लगभग थिएनन्। त्यसपछि रोजाइमा परे एक व्यक्ति, हीरा सिंह खत्री। उनी भारतीय चलचित्र क्षेत्रमा पनि काम गरिसकेका अनुभवी व्यक्ति थिए। राजा महेन्द्रले नै उनलाई चलचित्र निर्देशनको जिम्मेवारी दिएको उल्लेख विभिन्न ऐतिहासिक स्रोतहरूमा पाइन्छ। यही निर्णयले नेपाली चलचित्र इतिहासको दिशा बदलिदियो। कलाकार छनौटका लागि आज जस्तो अडिसन प्रणाली थिएन, स्टार कलाकारहरू पनि थिएनन्। त्यसैले निर्देशकले नयाँ अनुहारहरू खोज्न थाले। मुख्य भूमिकाका लागि छनौट भए शिवशङ्कर मानन्धर र भुवनचन्द। शिवशङ्कर मानन्धर मूलतः गायक थिए भने भुवनचन्द रङ्गमञ्चबाट आएकी कलाकार र भुवनचन्द नै नेपाली चलचित्र इतिहासकी पहिलो अभिनेत्रीका रूपमा चर्चित बनिन्। आज एउटा चलचित्र मोबाइल फोनले समेत खिच्न सकिन्छ, तर 1964मा अवस्था फरक थियो। नेपालमा आवश्यक उपकरणहरू थिएनन्, क्यामेरा सीमित थिए, प्रकाश व्यवस्थापन कठिन थियो, धेरै दृश्यहरू एकै टेकमा खिच्नुपर्ने अवस्था थियो। सुटिङ करिब 3 देखि 4 महिना चल्थ्यो। आमाको छायाङ्कन नेपालमै गरियो, तर सम्पादन, डबिङ, मिक्सिङ, प्रिन्टिङ सबै प्राविधिक काम भारतको कोलकातामा गरियो। धेरै मानिसलाई लाग्छ आमा केवल एउटी आमाको कथा हो, तर चलचित्रको अर्थ धेरै गहिरो छ। कथामा एउटा युवक आफ्नो जीवनको यात्रामा सङ्घर्ष गर्छ। आमा, परिवार र मातृभूमिप्रतिको कर्तव्य बीचको सम्बन्धलाई निर्वाह गर्छ। चलचित्रले एउटा शक्तिशाली सन्देश दिन्छ। आमाको सेवा र मातृभूमिको सेवा दुवै महान हो। त्यसैले धेरै समीक्षकहरूले आमालाई राष्ट्र निर्माणको चलचित्र पनि भन्ने गर्छन्। 7 अक्टोबर 1964 नेपाली चलचित्र इतिहासको ऐतिहासिक दिन। काठमाडौँको जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गरियो। दर्शकहरू हलमा पुगे। उनीहरूले पहिलो पटक देखे नेपाली भाषा, नेपाली अनुहार, नेपाली परिवेश, नेपाली कथा। आज हामी कल्पना गर्न पनि सक्दैनौँ त्यो क्षणमा गरिएको अनुभव कति विशेष थियो। पहिलो पटक पर्दामा आफ्नै समाज देख्दा दर्शकहरू भावुक बने। चलचित्र लोकप्रिय भयो। धेरै नेपालीका लागि त्यो केवल चलचित्र थिएन, त्यो राष्ट्रिय गौरवको विषय थियो। यदि आमा सफल नभएको भए सायद नेपाली चलचित्र उद्योगको विकास अझ धेरै ढिलो हुने थियो। आमाको सफलतापछि निर्देशक हीरा सिंह खत्रीले अन्य चलचित्रहरू निर्देशन गरे। सरकारले चलचित्र क्षेत्रलाई थप महत्त्व दिन थाल्यो र बिस्तारै नेपाली चलचित्र उद्योगको आधार निर्माण हुन थाल्यो। आज पनि आमाको उत्कृष्ट गुणस्तरको संस्करण सहज रूपमा उपलब्ध छैन। चलचित्र संरक्षण नेपालमा लामो समयसम्म प्राथमिकतामै परेन। पुराना फिल्म रिलहरू जोगाउने चुनौतीका कारण धेरै ऐतिहासिक चलचित्रहरू कमजोर गुणस्तरमा मात्र उपलब्ध छन्। नेपाल सरकार, सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले यो विषयलाई गम्भीर रूपमा लिई हाम्रा ऐतिहासिक चलचित्रहरूको संरक्षणका लागि आवश्यक पहल गर्न जरुरी छ। यदि समयमै संरक्षण गरिएको भए आज हामीले नेपाली सिनेमाको सुरुवाती इतिहास अझ स्पष्ट रूपमा हेर्न सक्थ्यौँ, बुझ्न सक्थ्यौँ। आमा सफल भयो, तर एउटा चलचित्र सफल हुँदैमा उद्योग बन्दैन। त्यसपछि प्रश्न उठ्यो, अब अर्को चलचित्र कसले बनाउने? निजी क्षेत्र अझै डराइरहेको थियो, किनकि चलचित्र निर्माण अत्यन्त जोखिमपूर्ण व्यवसाय मानिन्थ्यो। त्यो समयमा नेपालमा चलचित्र निर्माण गर्न लाग्ने रकम फिर्ता आउने कुनै ग्यारेन्टी थिएन। फलस्वरूप आमा पछि चलचित्र निर्माणको गति निकै सुस्त रह्यो। आमाले एउटा चलचित्र मात्र जन्माएन, यसले एउटा उद्योग जन्मायो। यसले नेपाली कलाकारलाई सपना देखायो। यसले दर्शकलाई आफ्नै कथा पर्दामा हेर्ने अवसर दियो। तर आमा पछि पनि नेपाली चलचित्रको यात्रा सजिलो थिएन। सन् 1964मा आमा बनेपछि धेरै नेपालीले सोचे अब नेपाली चलचित्र उद्योग तीव्र गतिमा अघि बढ्नेछ। हरेक वर्ष नयाँ चलचित्र बन्नेछन्, नयाँ कलाकार जन्मिनेछन्, नयाँ निर्देशक आउनेछन्। तर वास्तविकता फरक थियो। आमा पछि नेपाली चलचित्र उद्योगले विकासभन्दा बढी सङ्घर्षको सामना गर्यो। कहिलेकाहीँ एक वर्षमा एउटा मात्र
चलचित्र बन्थ्यो भने कहिलेकाहीँ 2 वर्षसम्म कुनै चलचित्र नै बन्दैन थियो। पैसा थिएन, प्रविधि थिएन, स्टुडियो थिएन, बजार थिएन। दर्शक त थिए, तर नेपाली चलचित्र हेर्न बाध्य पार्ने गुणस्तर अझै विकसित भएकै थिएन। यिनै कठिन वर्षहरूमा एउटा संस्था जन्मियो जसले नेपाली सिनेमाको भविष्य निर्माण गर्यो। त्यो संस्था थियो